सो फाइनली आज चाहिँ हाम्रो चाहिँ जङ्गलमा दाउरा निकाल्ने काम चाहिँ सकिसकेको छ गाइस। हेलो नमस्ते एभ्रिवान, मेरो नाम चाहिँ प्रशान्त राई र आज चाहिँ रहेको छ डे 11 अफ 30 डेज मिनी ब्लग च्यालेन्ज। सो आज चाहिँ म चाहिँ फेरि पनि आइसकेको छ जङ्गलमा है। यता चाहिँ हामी चाहिँ टक लाएर मम्मी र मैले चाहिँ दाउरा फाल्दै थियौँ। म चाहिँ थाकेर यहाँ टक्क तरिकाले जङ्गलमै सुतिरहेको छु है। अनि त्यसपछि हामीले चाहिँ गाडी बोलाएर चाहिँ आयो। गाडीमा लोड गर्दा गर्दै चाहिँ म चाहिँ लागेँ मासु पसलतिर, किनभने मासु खानु पर्यो नि त गाइस। यत्रो हेभी काम गरिरहेको छौँ। अनि त्यसपछि हामीले चाहिँ खानासाना खाइसकेपछि चाहिँ हामी चाहिँ लाग्यो दाउरा लुकाउनुतिर। टक्क सारे दिदीले मलाई तलबाट दिँदैछ, म चाहिँ माथि लुकाउँदैछु। अनि त्यसपछि चाहिँ हामीले चाहिँ दाउरा लुकाउँदै चाहिँ मेरो हातमा चाहिँ यत्रो सिङ्का पो बस्यो त गाइस। अनि त्यसपछि यहाँ चाहिँ हाम्रो भान्जाले चाहिँ म चाहिँ थोदैछु भन्दै देखाउँदै थियो टक्क तरिकाले। अनि हामीले चाहिँ माथि लुकाइसकेपछि अनि हामीले चाहिँ तल पनि लुकाउन थाल्यौँ टक्क लाएर चट 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 चट। अनि त्यसपछि हामीले चाहिँ यहाँ उता चाहिँ ठुल्ठुलो मुढाहरू चाहिँ हामीले चाहिँ लाइन बाई लाइन राख्न थाल्यौँ। अनि त्यसपछि हामीले चाहिँ यता पनि राखिसकेका थियौँ सबै दाउराहरू है। अनि त्यसपछि यहाँ चाहिँ हेर्न सक्नुहुन्छ हामीले चाहिँ यता 2 लाइन राखिसकेको छौँ। अनि त्यसपछि अरूले चाहिँ यता दाउरा सर्दै गर्नु हुँदाखेरि चाहिँ म र मेरो भाइ चाहिँ लाग्यो हाम्रो सानो मम्मीको घरतर्फ। टक्क तरिकाले यहाँ हेर्न सक्नुहुन्छ हामी चाहिँ लाग्दै जाँदैछौँ सानो मम्मीको घरतर्फ। अनि सो फाइनल चाहिँ हामी चाहिँ पुगिसकेको छौँ सानो मम्मीको घर। र त्यसपछि चाहिँ हामी चाहिँ घर आउँदा चाहिँ अँध्यारो नै भयो र हामी चाहिँ घर आइसकेको छौँ। र आजको लागि दिन हस्त टाटा बाई गाइस।